हजुर सबै साथीहरूलाई चाहिँ स्वागत छ। आज चाहिँ म हजुरलाई एकदम एउटा टुर भाइनमा लाँदैछु। यो चाहिँ एकदम वकिङ गर्नको लागि चाहिँ एकदम राम्रो मानिन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ एकदम प्रकृतिले भरिपूर्ण रहेको छ। त्यसै गर्न सकेर हेर्न सक्नुहुन्छ। हजुरले यो बाटो हेर्न सक्नुहुन्छ, एकदम पिच पनि गरेको छैन, हल्का ढुङ्गाहरू राखिएको छ हिँड्नको लागि र सफारी गर्नको लागि चाहिँ एकदम आनन्दको ठाउँ रहेको छ। हजुरले हेर्न सक्नुहुन्छ, यहाँको भौगोलिक अवस्था पनि हजुरले देख्न सक्नुहुनेछ। त्यसै गरी हजुरले सुन्न सक्नुहुन्छ, चराको सुनसान छ। चराहरूको मधुर आवाज एकदम रमाइलो दृश्यहरू हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। मैले अगाडि जाँदैछु। यो चाहिँ एकदम हेर्न सक्नुहुन्छ, सबै ब्लुबेरीहरूको रुखहरू हो। मसिनो मसिनो हुन्छ, पुरै ब्लुबेरी हो यहाँ, तपाईँले देख्न सक्नुहुन्छ नि। नरुमा हुने साथीहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने हजुर 1 महिनापछि आएर ब्लुबेरी टिपेर खानु होला। अब म हजुरलाई चाहिँ यताको दृश्य पनि देखाउँदैछु। यहाँ चाहिँ अलिकति उठिएको भएको छ, पुरै पहाड। यस्तो पहाड र ढुङ्गाको बिचमा पनि ठुल्ठुला रुखहरू रहेका छन्, हेर्न सक्नुहुन्छ। एकदम चिस्यान ठाउँ छ होइन, यहाँ चाहिँ वकिङ गर्नको लागि चाहिँ एकदम राम्रो ठाउँ रहेको छ। त्यहाँ पानी पनि देख्न सक्नुहुन्छ हजुरले। पानीको लागि चाहिँ नर्वे एकदम धनी राष्ट्र हो। यहाँ चाहिँ एकदम प्रकृतिको संरक्षण गरेको हुनाले पनि भौगोलिक अवस्था सबैले चाहिँ एकदम साथ दिएको अवस्था छ। हजुरले हेर्न सक्नुहुनेछ। हजुरलाई बिस्तारै म यहाँ देखाउँदैछु, हेर्दै जानु होला। हजुरले साथ सपोर्ट पनि गर्दै जानु होला। सम्पूर्ण साथीहरूलाई चाहिँ मेरो भिडियो हेरिदिनुको लागि अनुरोध पनि गर्दछु। अब तपाईँले यहाँको दृश्य देख्न सक्नुहुन्छ। म चाहिँ यहाँबाट अलि भिरालोतर्फ गइरहेको छु। प्रकृतिको माझमा सुन्दर दृश्य छ। एकदम राम्रो हरियाली सुनसान ठाउँ रहेको छ। चराहरूको आवाज पनि हजुरले सुन्न सक्नुहुन्छ। सुमधुर आवाजका साथमा वकिङ गर्दा चाहिँ एकदम ज्यादै मजा आउँछ। अनि यहाँ हेर्न सक्नुहुन्छ हजुरले विभिन्न वनस्पतिहरू पनि छन्। कतिपय हामीले चिनेका पनि छन् अनि हामीले चिन्न नसक्ने पनि छन्। हेर्न सक्नुहुन्छ। हजुरलाई चाहिँ आज म यो बाटो लाँदैछु। हजुरलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। चराहरूको आवाज, ढुकुरको आवाज, अनि ठुलो ठुलो रुखहरू, सल्लाहका रुखहरू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो सल्लो हुँदो रहेछ कि यहाँको दृश्यहरू चाहिँ हजुरलाई म देखाउँदैछु। म हजुरसँग बिस्तारै बिस्तारै साथको रूपमा हिँड्दैछु। तपाईँहरूलाई एकदम राम्रो खालको सल्लो, यस्तो सल्लो चाहिँ हाम्रो तराईमा पनि हुन्न होला सायद।
हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम धेरै अग्लो छ एकदम मोटो मोटो यति टाढाबाट देखाउँदा त यति मोटो छ हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ बाटो हुँदै जानेछौँ चाहिँ कालो कालो ओह्राली र भुन्ज्याङ चौतारी हेर्न सक्नुहुन्छ यहाँको दृश्य यो चाहिँ वकिङ गर्नको लागि एकदम फेमस मानिन्छ हेर्दै जानुहोला हजुरले यहाँको दृश्यहरू चाहिँ म क्याप्चर गर्नेछु र हजुरलाई देखाउनेछु त्यसै गरी त हेर्न सक्नुहुन्छ सानो बिरुवाहरू प्रकृतिलाई चाहिँ एकदम संरक्षण गरिएको हुन्छ यस भिडियो मार्फत पनि हामीले पनि प्रकृतिलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश जाओस् भनेर चाहिँ मैले आज यो भिडियो बनाइरहेको छु यहाँको अवस्था हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ माथि जुन दृश्य देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ सबै बेरीहरू रहेको छ यता चाहिँ एकदम घना जङ्गल सल्लाहहरूको रुखहरू रहेको छ हामीले त हेर्न सक्नुहुन्छ काठको पोलहरू त्यसै जङ्गलबाट बिजुलीहरू ल्याएर सबैतिर चाहिँ अन्डरग्राउन्ड रूपमा चाहिँ राखिएको हुन्छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सल्लो चाहिँ पुरानो रुख भइसकेर पनि ढलिसकेको अवस्था र त्यो चाहिँ कुहिएर मल बनेको अवस्था छ यसै धेरै ऐँसिलहरू पनि पाउँछ तपाईँको सबैजनाले चाहिँ जङ्गलको उपभोग गर्न पाउँछ उपभोग गर्न पाउँछ भन्दैन काट्ने हाँगाहरू भाँच्न चाहिँ पाइँदैन यस्तो छ है यहाँको अवस्था सक्नुहुन्छ यिनीहरू चाहिँ सबै ब्लुबेरीको बोटहरू हुन् हेर्न सक्नुहुन्छ एकदम चिस्यान ठाउँ छ यहाँ त्यो पानीका स्रोतहरू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले पानीहरू एकदम धेरै राम्रो छ वकिङ गर्नको लागि चाहिँ एकदम सुन्दर ठाउँ रहेको छ हुन्छ तपाईँहरूले हेर्दै जानुहोला मैले चाहिँ यहाँको रहेका प्राकृतिक साधनहरूलाई चाहिँ फोकस गरिरहेको छु त्यसै गरी यहाँ चाहिँ एकदम अग्लो भइरहेको छ हेर्न सक्नुहुन्छ एकदम राम्रो छ सुन्दर प्रकृतिले भरिपूर्ण रहेको छ त्यसै गरी हजुरले हेर्न सक्नुहुन्छ है यहाँको अवस्था एकदम राम्रो छ मलाई चाहिँ यहाँको बारेमा एउटा भिडियो बनाउनु मन लागेर चाहिँ म बनाइरहेको छु धन्यवाद।